सम्पूर्णमा नमस्कार। यहाँहरूले हजुरले देख्न सक्नुहुन्छ मेची नगर एक हिले धाप सिमसार क्षेत्रको म एउटा चाहिँ भिडियो बनाउन गइरहेको छु। यहाँ विशाल पोखरी छ। यो जरुवा पानी भनेको उम्रेको पानी, यही पानी उम्रिने हुन्छ र यो चाहिँ ठुलो पोखरी हो। अब यसमा हजुरले हेर्न सक्नुहुन्छ एउटा सानो पोखरी जहाँ चाहिँ सुरुमा यो मेहनत गर्दा नहुने कुरो के रहेछ र यही देशमा भन्ने कुरो चाहिँ म एकदम खोजी गरेर यहाँ देखाउँदैछु। अब यहाँनिर यस्तो जाली राखेको छ, यहाँ चाहिँ यहाँभित्र यसरी जाली लगाएको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ साना बोरा राख्नु हुँदो रहेछ। त्यस पछाडि फेरि अलिकति हुर्किएपछि यो पोखरी यसमा सार्नु हुँदो रहेछ। त्यस पछाडि चाहिँ नै यसलाई फेरि यहाँबाट अलिक हुर्किएपछि फेरि यो ठुलो पोखरीमा यसरी हाल्नु हुँदो रहेछ। यो चाहिँ एकदमै हजुरको आफै उम्रेका मूल रहेछन्। पर मन्दिर पनि देख्न सक्नुहुन्छ यहाँले, एकदम सुन्दर ठाउँ र यो हाम्रो